टुलुले त केटी भगायो भनेर मेरो कमेन्ट भरिआएर मैसिन जोइन भएको गेम खेल्न अगाडि नै अब सत्य हेर्छ बुझ्नु भएन हो साँच्ची दर्शन अरे ल हो र होइन उसको उयो होला कन्टेन्टको लागि होला म त यत्रो पनि विश्वास छैन मलाई भोलि दिजुले सही सोचे हा दिजुको कुरा सही हो यहाँ हेर्छु म यता तिमीले बोलाउनु भएको थियो मेरो घर उ त्यहाँ हो हामीलाई सबैले लुगाएको हामीलाई गुन्डा गरेर हाम्रो आफ्नो अगाडिपट्टि छाल हाल्यो तर आफूले केटी भगाएर ल्याएको रहेछ केले ठिक छ ठुलो साँच्ची ठुलोको मुखबाट सुनौ न हो साँच्ची के हो त के को मुख बुझ्नु नि त साँच्ची के भएको कुरा त गर्नुपर्छ के लभ म्यारेज हो कि 3 दिन मात्रै कुरा गरेको मैले उसँग ए 3 दिनमै लभ गरिदिएको नि 3 दिनमै अनि 3 दिनमै छोडेर जाला नि भगाएको मात्रै नि खै म भगाएको मात्रै भगाएको मात्रै बिहे भएन कोड दिएपछि दादा हेर्छु दिन्छु हेर्छु यदि मलाई धोका दिएपछि हेरौँ पुसे लाग कुट्नु र यहाँ होइन ल सम्झाउ दिदी भाइले ल दिदी राखे साँच्ची दादाको त्यो त हस् हस् ल बाई बाई ल ल ल टुलु ल हेभ अ नाइस दादा विकेन्ड मेरी लाइफ Have a nice weekend. भन्नु पर्यो अन्त बहिनी यो खाट मिलाउँदै के गर्दैछौ ल गए म होइन के मिलाएको छैन नि यतिकै नाचिरहेको थिएँ दाइ अब के गर्ने अब यसै गरिनु पर्यो यिनको नाम चाहिँ अब भजन राहुल हो यिनको नाम हेर्छु राहुल भयो भजन राहुल ल ल कहाँबाट निक्लिने हो पख ल कति रमाइलो ल टुलु अहिले भनेर राति कुरा गर्छु तिमीसँग म प्राइभेटमा ल अब लाइफ अब देखिहाल्यो नि होइन ठिक छ चल राम्रोसँग बस्नु यताउति गर्नु त्यो नाचगान यताउति गरिरहेको छ होला अरूलाई पनि नचाउ यताउति गरेर बुझेनौ ल दाइ ल मलाई त रिसाउँछ न अनि हजुरलाई माया गर्ने केटीहरू रिसाउँछ नदेखाउनु भनेर आज खै के पो भएको थियो आइज भन्नुभयो अनि म आएँ ल गयो म राम्रोसँग बस्छ म पनि जान्छु ल गुड नाइट ओ माय गॉड मैले सोचेको पनि थिएन लाइभमा यसरी बोल्नु भनेर कसम भने यसरी दिदीहरू सबैलाई बोल्न पाउला भनेर मैले सोचेको पनि थिएन मेरो सपना त्यो पुरा भयो आज भन्छ म चाहिँ किन सपना देखिरहेको जस्तो फिल भइरहेको छ उसको सपना पुरा भयो तर म सपना देखिरहेको छु अन्त यता सुन त्यो भएन ल्याइसकेको रहेछ भिडियो सुडियो हाल्ने त तर लुगाइरहेको रहेछ हामीसँग बुझिने धोकेबाज तुला छोड्दै नाटक देख्न नगर आशीर्वाद दे मलाई बनाउनु पर्यो यस्तो नभन्छ भर्खरै यो धेरै बाहेन मलाई अरू थाहा छैन म ढोका छेक्ने थिएँ म ढोका छेकेको मलाई पैसा चाहिन्थ्यो यतिकै छिर्यौ तिमीहरू भित्र पैसासम्म हाम्रो बिहा भएन कि ढोकासँग छेक्ने थियो मलाई ए त्यो भएन भनेपछि त ठिक छ नि त भाइको मात्रै आएको अब पैसासम्म हुन्छ होला नि ल ठिक छ भाइको लागि एउटा के चाहिँ गर्छु त मेरो भाइको लागि के ल्याइदिन्छ एउटा दिजु म के भन्दैन यहाँ मेरो लागि अब लाइक अरू केटीहरूको लागि नै मेरो लागि अनि हजुरको लागि दिजुको लागि अनि साथीहरूको मात्रै भिडियो बनाउनु पर्यो केटीहरूको लागि नै अनि मेरो लागि धेरै लाइन हानेर भिडियो बनाउनु भनिदिनु अरू केही चाहिँदैन अहिले हेर अब यो बिहेको माहौल छ बिहेको सिजन छ बिहेवाला मजा आयो बुझिने अब त लाइन हान मेरो बुहारीको लागि एक लाइन त टक्क हुनु पर्यो नि त मिठो तिमीले सोच्यो अलिअलि बिफोर बल ओइ बेबी तिम्रो नम्बर देऊ न हामी रातभरि गर्नलाई कल यो भन्छ यो सबैलाई भनिसक्यो लाइन यो समथिङ डिफरेन्ट भन्नु पर्यो भाइ यो त मलाई नि आउँछ एफर बिफोर बल ओइ बेबी नम्बर देऊ न हामी रातभरि गएर डिफरेन्ट बनाउनु पर्यो त्यो त बाँकी सक्यो बेबी चिनी हाल्न बाँकी छ माया त बसिसक्यो बेबी तर तिम्रो सिधोमा यसपालि सिन्दुर हाल्न बाँकी छ है माया हो यो हो नि त यो हो मेरो भाइ यो हो सही दियो तर पारस
कामै छैन रहेछ त किन हो यस्तो लाइफमा डाँच्दै टम्किँदै बस उसले लाइफमै ल्याएको दादा नरिस्यो 3 दिनको लग हो अरे नानी खुसीका आँसु हुन् मेरा है खुसीका आँसु हुन् तिमीहरू दुईजना राम्रो भएको त देख्न चाहन्छु त खुसीका आँसु तर त्यो यहाँ टिकटकमा त्यस्ता यस्ता भिडियो हाल्यो भने नि म दुईजनालाई बाँडेर पिट्ने हो भन्दैछु साँच्चै भन्दैछु हुन्छ अबदेखि हाल्दैनौँ ठिक छ अब के गर्ने त माया गरिहाल्यो लभ गरिहाल्यो अब राम्रोसँग पाल्नु हेर बुहारीलाई अझै पनि डर लाग्छ काहीँ अब के अरे मेलिना कि के ल्याउँछन् कि भन्ने अझै पनि यस्तो डर लाग्छ नि यिनको मुखबाट मेलिनाको याम पनि आयो भने नि मैले यता सुन त्यो अरू जसले ल्याउला नल्याउला के गर्ला तर यो हाम्रो बुहारीले चाहिँ माया गर्नु अब भएर ल्याइहाली नत्र माया गर्ला जे गर्ला अरे नाइ के भन्छ कि मिलिनासँग के छ भने के अब 3 वर्ष जेलिसी 3 दिनको मेला दिदीसँग पनि कुरा भएको थियो अनि बहिनी आइहाल्यो हाम्रो सम्पर्क यताउता हुनु दुईजना मिलेर हामीलाई प्रेम त गरेर आइनौ नि भाइ र भिडियो गरिसकेको हुन् केही छैन भोलिपल्ट फेरि राखी बाँधेर भिडियो बनाइदियो भने के गर्नु पर्छ नाइ त्यस्तो होइन मैले थाहा पाइसकेँ त्यो चञ्चला देखेर है दादा यदि त्यस्तो भयो भने के गर्नु नाइ तेरो त्यहाँ छोरा कराउनु थाल्यो उठा काम डोगर्न खानु न के त्यो कस्तो त्यस्तो हैन अब यस्तो ओसेमिदाइले के भन्ने अरे भयो एकैछिन बोलो देखाउँदैन नि अन्त गाइस यस्तो भयो बोलामा गेस्टमा देखाएन त खै कहाँ होइन्छ ओइ प्र्याङ्क गर्न आउँछ मेरो हामीसँग आयो प्राय हैन त कहाँ गरौँ ल ठिक छ हैन ओ त्यही हो बाबु यता सुन नि त्यही हो हैन कस्तो प्राय गरेर एकैछिन है सेमी ब्रदर ल यार अचानक आज एउटा राशिमा पनि के देखेको थियो अचम्मित कुरा हुन्छ लाइफमा भने चाहिँ कुरा त मेरै भाइ भनेर आइदियो यार ठिक छ तर मान्छेलाई प्लिज